वाल लाएर पनि टेक्नु टेक्दा हुन्छ पानी हालेपछि टेकाउँला सर सर कङ्क्रिट हाल्दा त यस्तो गर्नु पर्दैन नि होइन हो र सर पानीले कुना काप्चामा बालुवालाई कुदाएर लाने काम गर्छ के हो र सर कुना काप्चा भर्ने काम गर्छ सर कतिको मात्रामा हाल्नु भन्नाले वालवाली हालिदिनु त हुँदैन होला नि त नबगाउने हिसाबले तैरिने हिसाबले हो सर ल टेकियो है हुन्छ ए हो त्यस्तो चाहिँ नहोस् भनेको क्या को यो मिस्त्री चौकीदारले पानी हालेन न सर बा कि सहेन है उतै उता तान्नु गर्नी पुरले लानी हैन अब भरे यो पाइप निकाल्ने के छोड्ने भरे क्यान्सी पुच्चे केटाएर आएर बताउँछ निकाल्ने हो निकाल्ने हो निकाल्नु पर्छ अरे किनभने त धेरै पुटो छ यतिको होइन प्र्याक्टिस भनेको काम्पाइनस गएर उठा पोखा भन्ने हाँसेको पनि छ बोल्छ मात्र दाइ के हो टेक्री बजार आएको मलाई पनि त्यस्तै लाग्दैछ आज भयो ल हौ चौकीदार त्यही जाँदैछ यो डम्बर जिम्मा पर यो डम्बर चाहिँ यसले ठेक्दा रहेछ जिम्मा देऊ यतामा सुरु गर्नु होला त्यसो यो वाल लगाउँदा क्या सर यो वाल लगाउँदा बाहिरबाट लगाउँदा राम्रो हुने रहेछ होइन त भनेपछि होइन बाहिरभित्र जोबाट यो टिपकारी निकाल्दाखेरि चाहिँ अलिक राम्रो गर्नुपर्छ सुतालाई चाहिँ बन्ने हामीले भयो होला सुता होइन कि सर त्यो देखिन्छ नि त कुन कतापट्टि लगाउनु पर्ने भनेर त्यो त जान्नेले कताबाट पनि हाल्छ हात लाग्ने रहेछ है उसको बिचरा गल्ती मात्रै गर्नुहोस् भने एउटा चस्मा लाएर मात्रै ठिक भएर चाहिँ हेरी मात्रै नबसौँ सिकौँ लु सर यहाँ उसले उयो लाग्नु भयो है त्यहाँ नपुगेको मान्छे टुक्रा लगाउनु ए सर खाउ हाल्नु न भाइले यस्तो गरेर सिकाइरहेको छ रानी ल्याउनु पर्छ रानी भाइ तपाईँले भनेको कस्तो हुन्छ भनिदिनु त ठेकेदार साहबले ए दाइ यस्तो किङ भनेको कस्तो हुन्छ भनिदिनु त ए दाइ भिडियो गर त्यहाँ यहाँ अब टुक्रा ल्याउँ यो अलिकति ओ ठेकेदार साहब बुझ्नु भयो किङ र क्विन दाइलाई यस्तो धेरै सिकाउनु हुँदैन हाम्रो कमल दाइ त के हो अनि आफूले काम गर्ने ठाउँ बेला चाहिँ गायब हुँदो रहेछ टुक्रा ल्याएर टुक्रा लाग्यो यस्तो भएको क्या कमल दाइसँग यारी दोस्ती टुटेको छ अरे नि त यो दाइ तर अजिब नहुना हुनुहुन्छ यार झन्डा बोकेर गइरहेछ यताको मसला भाइ के कुटेको निकाल्नु गाह्रो हुन्छ